अनि आज चाहिँ रुममा बस्दा बस्दा मलाई कस्तो धेरै अल्छी लाग्यो नि त। अनि त्यही भएर बाहिर यसो निस्केको। निस्किँदै भिडियो बनाउनु मन लाग्यो, किनकि यो जग्गा यो ठाउँमा चाहिँ म कहिले आएको थिइनँ नि त यतातिर। त्यही भएर कस्तो आनन्द लाग्यो यो हिँड्दै आएको। 10 मिनट जति हिँडेर आइसक्यो होला। अनि आउँदै मलाई भिडियो बनाउँछु भनेर कन्सेप्ट भयो। ठ्याक्कै छुङछङ नाम्दोको इजु थाङजी भन्ने ठाउँमा छु। अनि यो चाहिँ गाउँ एरिया रहेछ। म बसेको चाहिँ बजार जस्तै छ, सानो सानो बजार जस्तै छ। हेलो एभ्रिवान, सेवारो सन्चै हुनुहुन्छ तपाईँहरू? म पनि एकदमै सन्चै छु। अनि आज चाहिँ छुट्टी थियो नि त मेरो, त्यही भएर मलाई कस्तो अल्छी लाग्यो रुममा बस्दा बस्दा। सो म चाहिँ बाहिरतिर हिँड्दै आउँदैछु गाइस। यहाँनिर गाडीहरू पनि आउँदैछ। अनि यो यता चाहिँ एकदम पिसफुल रहेछ है, सुनसान रहेछ। यता म कहिले पनि आएको थिइनँ नि त। अनि कस्तो रहेछ भनेर आएको। अब कस्तो आनन्द लागिरहेछ यहाँ, सुनसान छ है, सफा छ। त्यही भएर म चाहिँ रुमबाट हिँड्दै आइसकेँ। अब थाहा छैन कहाँसम्म जान्छु गाइज, म जहाँसम्म जान्छु त्यहीँसम्म देखाउँछु तपाईँहरूलाई। अनि यहाँ यता चाहिँ घर रहेछ। यहाँ चाहिँ बोट बिरुवाहरू लगाइरहेको रहेछ, सानो सानो मसिनो देख्नु सक्नुहुन्छ। यहाँ चाहिँ सानो लागेको रहेछ फुलहरू चाहिँ। अनि गाइज बिदामा कति सुतेर चाहिँ बस्नु, सुत्दा गाह्रो भयो नि त। त्यही भएर बाहिर निस्केको। हाम्रो नेपालमा पनि यति बेला धान लाउने सिजन छ नि त। अनि यहाँ त पुरै धान त हरियो न हरियो भइसकेछ गाइस। त्यो देख्दा चाहिँ मलाई नेपालको एकदम धेरै याद आयो। यहाँ पछि हरियाली धान फलिरहेको हुन्छ। सो गाइस यहाँको भ्यू चाहिँ यस्तो छ है। यो कोरियामा चाहिँ एउटा कुरा चाहिँ अचम्म लाग्यो मलाई गाइस। यो जति पनि यो बाली, धान बालीहरू उत्पादन हुने ठाउँहरू चाहिँ मसाएर चाहिँ घरहरू नबनाउँदो रहेछ। यो म बसेको एरिया हुँदै चाहिँ अलिकति अपार्टहरू धेरै छ। यता चाहिँ फेरि कस्तो राम्रो यो पुरै खेतीहरू लाएर, धानहरू लाएर हेर्नु न यता। मलाई चाहिँ यस्तो ठाउँमा डुल्न चाहिँ एकदम मनपर्छ गाइस। यो चाहिँ बनाउनु रहर चाहिँ लाग्ने, तर बनाउनु नआउने, के बोल्ने हुने है। मैले 2 वर्ष अगाडि नै च्यानल चाहिँ क्रिएट गरेको, 2 वर्ष भयो। 200 पनि सब्सक्राइबर छैन होला, 200 छ लगभग सब्सक्राइबर। अनि तपाईँहरू मेरो च्यानलमा फर्स्ट टाइम हुनुहुन्छ, मलाई हेर्दै हुनुहुन्छ भने सब्सक्राइब द माई च्यानल है गाइज। मेरो इङ्ग्लिस फेरि बुटुङ छ। यहाँ चाहिँ कस्तो मजाले आलु सालुहरू लगाएको रहेछ। अनि यस्तो अब अल्छी लाग्छ क्या, रुममा बस्दा अल्छी लाग्छ नि त। अनि छुट्टी त फेरि नहोस् जस्तो पनि लाग्छ। फेरि काम पनि रेगुलर भयो भने गाह्रो पनि हुन्छ। अनि कति सुतेर दिन बिताउने भनेर यसो हिँड्दै आएको। तर राम्रो रहेछ ठाउँ, गाउँघरको याद आउने खालको ठाउँहरू छ। धानहरू पुरा रोपेको छ खेतमा। यो खेतीतिर जानु मन लाग्यो, किनकि हामी त अब खेती कति मकैहरू गोडेर अनि कति अब खेतीपाती गरेर आएको नि त। त्यही भएर मलाई चाहिँ यो एग्रिकल्चर पनि ठिकै लाग्छ। खेतबारीमा काम गर्नु पनि एकदम मनपर्छ। यहाँ हेर्नु न, मकै यस्तो मजाले ल गोडिदिनु जस्तो क्या। काम दिए त यहाँ गोडिदिन्थ्यो क्या। म चाहिँ यो खेतीहरू हेर्न चाहिँ मजा लाग्छ क्या। लसुन हेर्नु न गाइस, यत्रो फलेको छ क्या लसुन यहाँ प्याज कत्रो फलेको छ। एग्रिकल्चरमा हुनेहरूलाई चाहिँ वाक्क लाग्छ होला। हामी मेनुमा आउनेहरूलाई चाहिँ फेरि पुरा मजा हुन्छ जस्तो क्या। हुन त अब यो धेरै गर्दाखेरि गाह्रो त गाह्रै हुन्छ, किनकि नेपालमै पनि अब मकैहरू गोड्दाखेरि गाह्रो हुन्छ नि त, दुःखै हुन्छ नि त। झन् 24 घन्टा 12 मास यो गर्दा त, खेतमा काम गर्दा त अभियसली गाह्रै हुन्छ। धानहरू रोपिरहेको छ यहाँ जताततै। अनि म चाहिँ हेर्दै आएको, कस्तो राम्रो लाग्यो। किनभने त्यो फोकचापमा सहर भिडमा बस्दा बोर भएको थियो नि त। अनि यता यस्तो पिसफुल ठाउँमा आउँदाखेरि एकदम आनन्द लाग्दो रहेछ। बिहानै आउँदा चाहिँ रमाइलो हुन्छ होला हिँड्दै, तर कामको बेलामा त सकिँदैन नि त। कामले गर्दाखेरि आउनु पाइँदैन। अनि छुट्टीको बेलामा आउने हो। यसो खोर्सानीहरू कस्तो मजाले रोपेको क्या यहाँनिर। मेरो चाहिँ हिजोदेखि लगातार छुट्टी छ नि त। अनि हिजो पनि रुममा सुत्दा कस्तो अल्छी लाग्यो नि त। त्यही भएर आज चाहिँ बाहिर निस्केको। यहाँ यसरी डुल्दै आउँदाखेरि चाहिँ एकदम मलाई मजा लाग्यो गाइस। यो धान हेर्नु न, यहाँ धान त्यहाँ परतिर बिचमा घर छ पर।
आजको बिहान म चाहिँ फर्किसकेको अब एकदम रात साँझ परिसक्यो त्यही भएर म चाहिँ अब रुमतिर लागेँ आजको मेरो सान्चेक यतिलाई सी यू नेक्स्ट भिडियो गाइज